जय जय श्री राधेश्याम सम्पूर्णमा आज हामी श्रीमद् भगवत गीता र यसका विषयवस्तुका विषयमा केही विशेष चर्चा गर्नेछौँ। श्रीमद् भगवत गीता विशेषतः ईश्वरीय ज्ञानको प्रस्फुटन हो, ईश्वरीय हृदयको स्पन्दन हो, ईश्वरीय ज्ञानको उद्बोधन हो र ईश्वरीय आत्माको ज्योतिर्मय प्रकाश हो। यसले आत्मा र परमात्माका यथार्थ स्वरूपको बोध गराई प्राणी मात्रलाई परमात्मासित साक्षात्कार गराउन महत्त्वपूर्ण भूमिका खेल्दछ। गीताका श्लोक, पद र वाणीहरूलाई श्रुति तथा स्मृतिको प्रमाण मानिने गरेको छ। श्रीमद् भगवत गीताले उपनिषदको ब्रह्म विद्या, सांख्यको ज्ञान योग, योग शास्त्रको ध्यान योग र श्रीमद् भागवतमा पाइने भक्ति योगलाई एक सूत्रमा आबद्ध गरेको छ। यो एउटा मानव कल्याणकारी ग्रन्थ भएकाले जुनसुकै मत र सिद्धान्तका व्यक्तिहरू पनि श्रीमद् भगवत गीता प्रति आकर्षित छन् र विभिन्न भाष्यकार, टीकाकार र व्याख्याताहरूले आफ्नै मत र सिद्धान्त अनुरूप गीताको व्याख्या पनि गरेका छन् र विभिन्न धार्मिक तथा दार्शनिक व्यक्तित्वहरूले धर्म र दर्शन सम्बन्धी कुराको प्रमाण दिँदा भगवत गीतालाई मुख्य आधार मानेका छन्। जुनसुकै वर्ग समुदायको व्यक्ति भए पनि श्रीमद् भगवत गीता उसको मार्गदर्शक रहेको छ र रहनेछ। श्रीमद् भगवत गीतामा परमेश्वर प्राप्तिका विविध उपायहरू देखाइएका छन्। कसैले परमेश्वरलाई ध्यान योगद्वारा आफ्नै हृदयमा देख्दछन्, कसैले ज्ञान योगद्वारा त कसैले कर्म योगद्वारा। ज्ञान योग र भक्ति योग दुवै परमेश्वर प्राप्तिकै साधन हुन्। ज्ञान मार्गका साधकहरू प्राय निर्गुण निराकार ब्रह्मको चिन्तन गर्दछन् भने भक्ति मार्गका साधकहरू साकार रूपको चिन्तन मनन गर्दछन्। श्रीमद् भगवत गीताले कर्मयोगका विषयमा के कस्ता कुरा गरेको छ त? सामान्य अर्थमा भन्नुपर्दा कुनै काममा संलग्न हुनु कर्मयोग हो, तर भगवत गीताले फलेच्छा रहित निष्काम कर्म गर्नमा जोड दिएको छ। कुनै पनि प्रकारको स्वार्थ त्यागेर निष्काम भावले अरूको सेवामा समर्पित भई संसारकै कल्याण र भलाइका लागि कर्म गर्नु नै कर्मयोग हो। भगवत गीताको दोस्रो अध्यायको 47औं श्लोकले बताउँछ, कर्म गर्नु मनुष्यको अधिकार हो, तर कर्मफल उसको वश वा अधीनमा छैन र उसको अधिकारको कुरा पनि होइन। त्यसैले ऊ कर्मफलको कारण बन्नु हुँदैन र कर्म गर्दा त्यसप्रतिको आसक्ति, आकांक्षा र कामना परित्याग गर्नुपर्दछ। त्यसैगरी भगवत गीताको 6औं अध्यायले ध्यान योगका महत्त्वपूर्ण विशेषताहरूको मार्मिक चित्र उतारेको छ र ध्यान योगको साधना गर्ने स्थान, आसन र ध्यान योगमा अपनाउनु पर्ने क्रियात्मक विधि समेतको वर्णन गरिएको छ। भगवत गीता ज्ञान योग र कर्मयोगको अतिरिक्त भक्ति योगको रहस्यलाई समेत प्रकट गर्ने विलक्षण ग्रन्थ हो। निस्वार्थ निष्काम कर्म गर्नु कर्मयोग हो भने परमेश्वर प्रति अगाध श्रद्धा र आस्था राखेर गरिने समर्पणको भाव नै भक्ति योग हो। यसबाट नवदा भक्तिको भावना प्रकट हुन्छ र भक्तजन परमेश्वरको भजन, कीर्तन र सेवा गरेर उहाँको सच्चा भक्त बन्न पुग्दछन्। 6औं अध्यायको अन्तिम श्लोकमा भनिएको छ, समस्त योगीहरूमा त्यही योगी श्रेष्ठ हो जो भक्ति योगद्वारा मेरो भजन गर्दछ। यसैगरी भगवत गीताको अन्त्यमा भगवान श्रीकृष्ण आज्ञा गर्नुहुन्छ, हे अर्जुन, तिमी मेरै भक्त बनेर मेरै पूजा गर, मलाई नै नमस्कार गर, सबै कुरा छोडेर मेरै शरणागत हौ, म तिमीलाई सबै पापबाट मुक्त गर्नेछु। यही नै भगवत गीतामा पाइने शरणागति रूप भक्ति भावको सर्वोच्च अभिव्यक्ति र अनुपम चित्र हो। ज्ञान योगका विषयमा भगवत गीताको 7औं अध्यायमा लेखिएको छ, ज्ञानम तेहम सविज्ञानम। यहाँ उल्लेख गरिएको विज्ञान शब्दको व्याख्या शाङ्कर भाष्यमा स्वअनुभव युक्त विज्ञान सहितको ज्ञान भनिएको छ। वस्तुतः जसबाट अज्ञान, मोह तथा शोकादि अविद्याको नाश हुन्छ र कर्म बन्धनबाट छुटकारा मिल्छ, त्यही ज्ञान हो। अज्ञानताले गर्दा नै मानिस सांसारिक विषय वासना र लालसामा फसेको हुन्छ, तर जब ज्ञान प्राप्ति हुन्छ अनि ती सबै प्रकारका भासरूपी दलदलबाट माथि उठ्छ। ज्ञानको उद्बोधन भएपछि इन्द्रियहरूलाई नियन्त्रण गर्ने क्षमताको विकास हुन्छ र मानसिक दुर्बलता, अस्थिरता एवं चञ्चलता हटाउन सकिन्छ। ज्ञानबाट नै अभिमान र अहङ्कारजन्य क्रोध, द्वेष आदि दुर्भावनाहरू
हट्दछन् र सबै प्रकारका इच्छा, आकांक्षा र कामनाबाट मुक्त हुन सकिन्छ। भगवत गीताका शाङ्कर भाष्यको भूमिकामा यसलाई समस्त वेदार्थ सार संग्रहम अर्थात् समस्त वेदार्थको सार संक्षेप हो भनिएको छ।